के हो यो? कपाल हो? कसको कपाल? मेरो कपाल नि। कि तेरो कपाल हुन्छ? झुट बोल्छस्? त्यो केटी को हो? को केटी? त्यो तेरो घरमा रात बसेकी केटी। बुझ्दै नबुझी हातमुख छोड्छे। थाहा भइसक्यो, मलाई सबै थाहा भइसक्यो। आहा, मेरो बोयफ्रेन्ड त कति सोझो, कति सिधा, कति इमान्दार भन्थे। त त इमान्दार होइन, गद्दार रहेछस्। म हुँदा हुँदै मेरो आँखा छलेर अर्को केटीसँग चक्कर चलाउनु तँलाई सर्व लागेन? मुख छ भने यहाँ बाख्रा पुच्छर जस्तो जिब्रो नचला। तैँले मलाई मन पराएर माया गरेकी होस्। म कहाँ जान्छु, के गर्छु, के खान्छु, कोसँग बस्छु, हरेक कुराको जानकारी हुन्छ तँलाई। यति हुँदा हुँदै पनि शंका गर्छस् भने चाहिएन तेरो माया। हिजोसम्म म बिना बाँच्न सक्दिनँ भन्थिस्, आज मेरो माया चाहिएन होइन? तँलाई टाढिने बाहना चाहिएको थियो, भेटिस्। तर एउटा कुरा याद राख, म जतिको केटीले धोका दिस् भने नि तँलाई आँसु लाग्छ। जिन्दगीमा कहिले पनि खुसी हुन सक्दैनस् त। तेरो जिन्दगीमा जो आउँछ नि त्यसले नै तँलाई धोका दिएर जान्छ। होइन, तेरो दिमागमा कसले के माया गर्ने मान्छेले शंका गर्छन् थाहा छ, तर यति धेरै शंका गर्नु पनि राम्रो होइन।